ल हेर्नुहोस्, रासपाका सभापति रवि लामिछानेलाई भारतको नयाँ दिल्लीमा एकदमै दमदार रूपमा स्वागत भइरहेको छ। भारतद्वारा नेपालका सत्तारूढ दलका सभापति समेत रहनुभएका रवि लामिछानेलाई यो दहरिलो स्वागतले नेपाल र भारतको सम्बन्ध धेरै उचाइमा पुग्ने अपेक्षा सम्पूर्ण नेपालीहरूले राख्नुभएको छ है। यसलाई एकदमै स्वागत योग्य मान्नुपर्छ। नेपाललाई यो श्रेणीमा राखेर भारतीय पक्षले पनि स्वागत गर्नु हाम्रो लागि पनि एकदमै राम्रो कुरा हो। पहिला पहिला यस्तो बिरलै देख्न सकिन्थ्यो भनेदेखि अहिले यो सहजै रूपमा देख्न सक्ने स्थितिमा हामी नेपाली पुग्न सफल भएका छौँ। तत्कालै केही दिन पहिला मात्रै हाम्रा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले हाम्रो संसदमा भनिराख्दाखेरि एउटा विषय उठाउनु भएको थियो, नेपालले पनि भारतको सीमा मिचेको छ भन्दै गर्दाखेरि धेरै नेपालीहरूले आज त्यहाँ बुझी नबुझी टिका टिप्पणीहरू गरेर राख्नुभएको छ। मलाई लाग्छ यो दुई देश मिलेर एकदमै आपसमा साझा समझदारी बनाएर यसका कूटनीतिज्ञहरू मार्फत यसको समस्या पक्कै पनि सुझाउनु हुने कुरामा हामी पनि एकदमै विश्वस्त छौँ। दुवै देशले दुवै को सिमाना कता कता कसले कहाँ कहाँ मिच्नु भएको छ त्यसमा चाहिँ सहमति पक्कै पनि छिटै बन्नेछ भन्ने पनि अपेक्षा सबै नेपालीहरूको रहेको छ। यो आजको यो दृश्य देख्न पाउँदाखेरि पनि धेरै नेपालीहरूको मन गर्वले एकदमै छाती ठुलो भएको छ। नेपाललाई पनि भारतले दिएको यो दर्जा धेरै लामो समयपछि देखेका छौँ, बिरलै देख्न पाइन्छ। भनिसकेँ मैले अघि पनि हाम्रा पूर्वज राजाहरू, हाम्रा राजा महेन्द्रलाई कसरी स्वागत गरिन्थ्यो विदेशमा, त्यस्तै गरिकन आज यो रवि लामिछाने एउटा सत्तारूढ दलको नेता मात्रै भएका कारण नेपालको सरकारको प्रतिनिधित्वको रूपमा उहाँ जानुभएको छैन। एउटा राष्ट्रिय स्वतन्त्र पार्टी सत्तारूढ दलको नेताको रूपमा उहाँले दिल्ली प्रस्थान गर्नुभएको छ। केही दिन लामो 5 दिन जति लामो उहाँको भारत बसाइमा नेपाली समुदायहरूलाई पनि सम्बोधन गर्ने एकदमै तयारी रहेको भन्ने पनि